हात्तीलाई ड्राइभ गरेर उनीहरूलाई जङ्गलतिर हालिदिउँ। यत्रो रेलिङमा चाहिँ चढ्छ नि खै हिजो राति जुन चाहिँ मैले त्यो तपाईहरुलाई एउटा इन्फर्मेसन भिडियो बनाएको थिएँ हैन, अवेरनेस भिडियो, जस्तो हात्ती यो जग्गामा हात्तीले पटेर आइबस्छ र हिजो घाँस दाउरा जानेहरूले हात्ती भेट्यो भन्दै थियो मलाई। त्यही विषयमा मैले आज सानो भिडियो बनाएर ल्याएको छु। के भयो भनेपछि हिजोको जुन चाहिँ हात्ती पायो भन्दै थियो, त्यो हात्ती चाहिँ आज बिहान 3 बजीतिर लगभग पौने 3 तिर मलाई एउटा कल आयो मिलनमोड जादेभित्ता गाउँबाट। मेरो साथीले फोन गर्यो। साथीले फोन गर्दाखेरि भने कि निर्मल हाम्रो घर अगाडि हात्ती आइरहेको छ, तिमी गइदेऊ न एकपल्ट भन्यो। अन्त म बिहान स्कुटी 3 बजी आजकै अघिको अँधेरै थियो, त्यति बेला ठन्डै थियो। मैले चाहिँ पटेका लाइटहरू बोकेर गएँ। हेर्दाखेरि त हात्ती बाटो जाँदै रहेछ। अनि त्यहाँको केटाहरू पनि निस्क्यो, खेद्नु त आयो, सँगै खेद्यो हामीले। मैले पनि वन विभागलाई इन्फर्म गरेँ, उनीहरू पनि आयो। अन्त हामी मिलेर काम गरेँ। त्यसपछि गुल्माको क्युआरटी टिम पनि आयो। गुल्माको क्युआरटी टिमभरिमा उहाँको इन्चार्ज हुनुहुन्छ प्रकाश माली, उहाँ चाहिँ राम्रो हुन्छ हुनु पनि, उहाँ दाजु पनि आयो। उसले पनि मिलेर हामी सबै मिलेर हात्तीलाई ड्राइभ गरेर उनीहरूलाई जङ्गलतिर हालिदिउँ। अनि 3 बजीतिर आएको थियो साथी घर जादेभित्ता ठाउँमा। त्यही नै भिडियो, मलाई सानो इन्फर्मेसन दिनु थियो आजको लागि, त्यति नै। थ्याङ्क यू।